तेल कसरी बनाउने तरिकाहरू म सिकाउँदैछु। हजुर, यो पहिले मेथी भुट्नुस्, मजाले भुट्ने यो मेथीलाई। प्याजको टुक्रालाई नपखाल्ने, प्याज नपखालेर मजाले यसको बोक्रा छिरेर यो प्याजलाई काट्ने। काटेको प्याज, भुटेको मेथी, यो 10-12वटा यो घन्टी फुलको पात भयो। त्यसपछि यो करीपत्ता अथवा बुकाइनो, यो बुकाइनो राख्नु। यो नरिवलको तेल, पानीको सट्टा पानी हालेपछि ढुसी लाग्छ, त्यही भएर नरिवलको तेल राख्नु। मजाले मिक्सरमा पिस्नुहोस्। अब यो पिसेको छ, यो अब पकाउनलाई एउटा कडाईमा राख। अब यसलाई तेल राख्ने। अब यो तेलमा यो भिज्ने, मजाले यो मसला भिज्ने गरेर मजाले अब यो मजाले पाक्यो। यो पाकिसकेपछि अब यसलाई सेलाउन राख्ने। यो तेल सेलायो, मजाले छान्ने। यसरी छान्ने, तेल सेलाउँछ। यसरी मजाले यो मसला भिजेर तेल मजाको हुन्छ। ल हजुर, तेल तयार भयो। अब कसरी लाउने भन्ने अर्को भागमा देखाउँछ।